सो अब हामी दर्शन भइसक्यो अनि अब माम खाने सुन्दा म्यामको लागि स्पेसल माम लिएर आइस्यो होला म्यामलाई माम खानु मन पर्यो अरे सो ह्याप्पी गाइस यहाँ जाउँ न मार्केट घुमौँ त यहाँ चाहिँ लागिरहेछ एकदमै स्विट सरको जलेबी कलर्स अनि अहिले मेला लागेको कारणले गर्दाखेरि पनि यस्तो भएको होला हिलहरू स्यान्डलहरू यु क्यान बाई ओभर हियर सो हामी चाहिँ यहाँ आइपुग्यो दर्शन गरेर कति राम्रो ठाउँमा यो खोला चाहिँ काठमाडौँमा हुनुपर्ने यति सफा खोला है मेरे को नहीं जाना है घर इधर ही रहना है सो गाइस अब चाहिँ हामी एकदमै राम्रो भ्यू भएको ठाउँमा बिहानको मर्निङको अनि लन्च पनि भयो जस्तो भनौँ न खाना खान आइरहेछ सुन्दा म्याम चाहिँ फर्स्ट टाइम होला मैले हातले माम खानु गएको देखिरहेको हात धोएर रेडी भइरहेछ अनि म्याम पनि हात धोएर रेडी म्यामलाई चाहिँ माम खानु मन छैन तर हामीले जबरजस्ती घुसाइदिने हो कोचारिदिने हो छुट्टीमा हातले खाने टक्क माछा धोएर जान्छ अनि म चाहिँ यहाँ छु गाइस एकदमै खुसी छु आज म सुन्तला किनेको देखाए सुन्तला त किन्यो त अनि त्यहाँ भिडियो बनाएको के हाल्छ जस्तै हुन्छ यस्तो भएपछि हाम्रो राइस चाहिँ आइसक्यो 4 जनाको 2 जना म्यामहरु चाहिँ आउनु भएको छैन उहाँहरुको फास्टिङ छ आज अनि राइसमा के छ भन्दाखेरि एकदम प्योर वेज हो साग दाल चटनी यो के हो पम्किन हैन आलु इस्कुस एन्ड राइस राइसको हेर्नुस् कति धेरै मलाई राइस चाहिँ धेरै खाने खाने है त खाने खाने हजुर पनि खाने म खाने बोडी स्पुन आएन गाइसमा भोक लाग्छ मलाई स्पुन शी इज वेटिङ फर व्हाट स्पुन खानु मन पर्छ हातले बजाउनु न हातले नै कस्तो हातले मन लागेको आज वाउ यो हामी चाहिँ यसलाई के भन्छ भन्नु न ब्याम्बो नै मेसो मेसो ब्याम्बो मेसो गाइस मेसो मैले दुईटा पाएँ थिएँ दुईटाले खाइदिन्छ ट्राभलिङ गर्दाखेरि चाहिँ गुन्द्रुक तामा खानु चाहिँ वाउ रिफ्रेसिङ राखिदिनु म यो सब थोरै हाकिदिनु राखिदिनु अनि मलाई यो डल्ले खोर्सानी मिल्छ पापडहरू चाहिँ मिल्दैन हो के हो पापडहरू चाहिँ मिल्दैन तपाईँलाई साग बोलेको मैले स्पिड गरे स्पिड कस्तो बोलाइदिनु म्यामको कपी गरेर म त उसले बोला कस्तो लाज लाग्छ आफैलाई किन मैले कस्तो हाँसु त बोल्छु तपाईँलाई त सुहाउँछ कि त बानी परेन होला म त सुन्दा म्यामले त अझ सृजना म्यामले त अझ आइसो भनेको सुहाउँछ क्या म त त्यो कसम म्याम म यहाँ बानी भएको अननोन पर्सन स्ट्रेन्जर आइसेन खाइसेन जाइसेन पिरो रहेछ म्याम असार तपाईँ कुन चाहिँ डल्ले म डल्ले खाने के हो अघि काउली आलु भने ए मलाई त दाल दान होइन तामा काम तामा खाना थप्ने मलाई त डल्ले नचाहिने दाल परेन अङ्कल दाल राखिदिनु न यहाँ मलाई त पर्छ कि कहाँ बहिनी त्यो कोटोको सेउटी हो नि कता चाँडो बहिनी कताको बहिनी कता हो कता होइन दाल प्राइज माम चाहिँ मिठो छ खाना आउँछ हामी त अब खुसी भइहाल्यो नि मेन भनेको फ्रेस अनि उयो हुनु पऱ्यो क्या फ्रेस हुनु पऱ्यो खानाहरू यो फ्रेस अनि राम्रो पनि हुन्छ तामामा चाहिँ के हालेको यो त मस्याम छ त होइन बोडी बोडी हुन्छ यसलाई गेडा गुडी हाम्रो चाहिँ कस्तो आउँछ नि बोडीको दाल र घिउ ठुलो हुन्छ नि आलु चामल यता पनि होला
लास्ट पर्दैछ है कि हामी भयो मासु थोरै होइन लाग्छ थोरै जति पनि भोलिसम्म परिसम्म बराबर बहिनीलाई मलाई अलिकति हालिदिनु सुप मात्र हालिदिन्छ चोटो नहालिदिनुहोस् चिसै रहेछ यो त अहिले कति चिसो यसो पाखलै यसले अब आँगा पकायो आँगा भोर अब थोरै साग मिल्छ दाइ दाइ साग ल्याइदिनु न थोरै गाइस अब हामीले चाहिँ माम खायो अनि एकदमै मिठो थियो मेरो चाहिँ खाइसकेको छैन है गाइस म त बोल्दा बोल्दै कहाँ पुगेको छु गाउँको माम यस्तै हुन्छ अलिकतिको अनि एकदमै मिठो मसलाहरू कम्ती हालेको है मिठो तर अलिकति चिसो मात्र रहेछ गाइस तर म्यामले चाहिँ बिगार्नु हालेको छ है माम मासु धेर भइसक्यो आई एम फुल टोटल्ली मजाले खाने आरामले खाने दुइटै फोनमा बन्दैछ भिडियो म्यामकोमा दामी आयो मेरो मोबाइलमा मेरो त पुरै यो पिम्पल देखिँदैछ यो चाहिँ मलाई मन परेको दिस इज गुड म जहिले यस्तै हो नि म्याम जहिले नै यस्तै हो जहिले नै यस्तै हो नि हो जहिले खाना खाइयोस् भन्ने होला हामीले चाहिँ खाइसके गाइस हामी चाहिँ अब यहाँनिर लास्ट टी स्टपमा रोकेको अनि हामी एउटा के भन्छु भनौँ स्न्याक्स खान लागि आयो स्न्याक्स टाइम यो 50 रुपिस लिएर हामीलाई लाग्यो 2 कप चिया आउँछ भनेर बट एक्ज्याक्टली देखिँदैन होला देखिँदैन 60 रुपिस फर 1 कप अफ मिल्क टी एन्ड 40 रुपिस फर ब्ल्याक टी ग्रिन टी 80 ग्रिन टी अनि अलिकति असले 160 उयोहरू न क्यापुचिनो यो एक्सपेन्सिभ होइन हामी गर्नुभयो कि म्याम म्याम क्यापुचिनो त सस्तो छ त अनि चिया छ म्याम कहाँबाट पाउनुभयो त्यस्तो हामी पनि पाउँथ्यौँ कि तल चोरेर के अरे हामी चाहिँ यसको 2 कप चिया आउँछ भनेर लिएर आएको कति छैन अनि यो एक्सपेन्सिभ हामी चाहिँ 60 गरिदियो भने तपाईँहरू नखाने सो गाइस चिया कस्तो आउँछ देखाउने छु म्याम यसको आउने रहेछ 2 कप आउने खाने ठिक छ कहिले खानुपर्छ उयो जस्तो त हो के अरे चिया ध्यान दिनु जस्तै रहेछ चिया ध्यान राम्रो रहेछ एम्बियन्सहरू चाहिँ एकदमै मेबी ठिक भयो त अनि मलाई चाहिँ हामीले पूजा गर्ने बेलामा त्यो त मुन होइन त फुल मुन्डे हुन्छ हामीले पूजा गर्ने नि मुन लाग्यो बेलुका यस्तोमा आएर खाएको भए चाहिँ हुन्छ